विचार बाँडिएको हुन्छ नि त समाज भनेकै विचार हो हैन सबै यहाँ धेरै खाले विचारमा बसेको हुन्छ कसैलाई स्याउ मनपर्छ कसैलाई सुन्तला कसैलाई नासपाती अब हामीले चाहिँ के अरे सबै कुरा त सकिँदैन एभरेजमा धेरैलाई के चाहिँ सुइटेबल हुन्छ त्यही पस्किने त हो समाजमा भनेको समाजमा सामाजिक काम गर्ने मान्छेले एभरेजमा हेरेर गर्ने हो त्यसले गर्दाखेरि मिलाएर लान निकै गाह्रो हुन्छ जस्तो लाग्छ कि मलाई हो नि त्यही माथि अझ प्रवासमा विदेशमा त विदेशमा म चाहिँ के भन्छु भने तपाईँ कस्तो भने अघि भन्नुभयो होइन कसैले सुन्तला मनपर्छ कसैले लिची मनपर्छ होइन तर कस्तो भने तपाईँ उमेश पौडेल हो नि है प्रदेश राई तपाईँ र म विचार केही फरक छ र तपाईँ उमेश पौडेल म प्रदेश राई कस्तो भने प्रवासमा चाहिँ तपाईँको केही कुरा 25% मिल्यो भने चलाउनु पर्छ जस्तो लाग्छ क्या र यो समाजसेवा पनि सबै डिटो मिल्नुपर्छ भन्ने त होइन तर केही कुराहरू चाहिँ मिल्नुपर्ने ठाउँमा चाहिँ मिल्नु पनि पर्छ होइन कतिपय ठाउँमा अब तर अन्डरस्ट्यान्डिङमा चाहिँ चल्नुपर्छ जस्तो लाग्छ जस्तै विदेशमा बस्दाखेरि साथीहरू हुन्छ नि कोही अब कोहीलाई के मनपर्ने कसलाई के मनपर्ने हुन्छ तर पनि विदेश बस्दाखेरि चाहिँ उहाँको रोजाइ के छ त मलाई मन नपर्ने चिज उहाँले यो गरिराख्नु भएको छ भने एडजस्ट गर्न सकिन्छ कि जस्तै अब तपाईँलाई कहिलेकाहीँ एउटै कम्पनीमा काम गरेपछि त्यहाँ त एउटै रुम सेयर गर्नुपर्ने हुन्छ नेपाली मात्रै हैन नि अरु देशको मान्छेसँग पनि सेयर गर्नुपर्ने हुन्छ र त्यहाँ तपाईको यहाँनेर हामी नेपाल अधिराज्यभरिको मान्छे त्यहाँनेर भेला हुने ठाउँ हो यहाँनेर तपाईको पूर्व र पश्चिमको कुराहरू आउँछ हैन त बोलीचाली भाषा भन्दा पनि त्यहाँको रहनसहन संस्कृति फरक छ धेरै फरक नि अनि त्यसमा अब जस्तै अब यहाँनेर हामी विभिन्न भौगोलिक विविधतामा बसेको हाम्रो देश अब कसैलाई यहाँनेर इभन हेर्नु न हाम्रो राई समुदायमा हेर्नु खसी चल्दैन हो के भन्ने एकदमै अनि अब तपाईहरुको समुदायमा अब बङ्गुरहरु चल्दैन अब त्यो कुराहरु अब साथीले खाँदैन भन्दा पनि आफूले ठिकै छ त अन्डरस्ट्यान्डिङमा चलाउनु पर्छ त्यसरी मिलियो भने त्यहाँको बसाइ एकदम सहज हुन्छ म चाहिँ भन्छु साथीहरु हैन सकभर कम्पनी भित्रको साथीहरुसँग चाहिँ मिलेर बस्नुपर्छ जस्तो छ किनकि घर हो नि त घर परिवार बाहिरी त अब त्यस्तै उस्तै हो विदेशमा बस्ने धेरै मान्छेहरुको एउटा कुरा चाहिँ मिल्दो रहेछ कि राष्ट्रियतामा हो हैन म नेपाली हुँ भन्ने कुरामा चाहिँ एउटा आफ्नो देशप्रतिको चाहिँ नि त्यो चाहिँ सबैको मिल्दो रहेछ कि टाढा भएर पनि देशप्रतिको अलिकति देशप्रतिको माया त चाहिँ यस्तो होला जस्तो छ तपाई हामी सुरुमा नेपाली हो नि त तपाई हामी नि जब यो हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छोड्दै गर्दाखेरि नि हजुर त्यति बेला चाहिँ नेपाल प्रतिको माया चाहिँ एकदमै बढेर जाँदो रहेछ नि फिल हुँदो रहेछ किनकि तपाईले नि देश विदेश भोगेर आइसक्नु भएको तपाईको अनुभव छ हैन तपाई हामी त्यहाँनिर नेपाली भन्दा नेपालमा कुनै पनि जस्तै अब कुनै राम्रो काम भयो भने जस्तै फुटबलमा अथवा क्रिकेटमा जुनै गेमहरुमा नेपालले जित्यो रे भनेर कस्तो खालको इनर्जी आउँछ नि त अनि त्यति बेला चाहिँ तपाई हामी नेपाली र पहिलो कुरो तपाई हामी नेपाली अनि त्यसपछि अब धनकुटेली अथवा राई कि लिम्बू कोही हुन्छ नि आफ्नो जे छ त्यो अनुसार हैन त्यो पछाडी विदेशमा चिनिने भनेको तपाई हामी नेपाली भनेर चिनिने हो नि त पहिलो कुरो एकदम नेपाल सारम दुगु सारम चिन्ने पनि त्यही हो विदेशीले अब हाम्रो यहाँनेर कोरियनमा बोल्दाखेरि त्यही अनुनारा भनेर सुरुमा सोध्छ नि त तिमी कुन देशको मान्छे नेपाल भन्ने नेपाल सारम कहिले युहरूले हँसी मजाक गरेर नेपाल नेपाल त्यो हिसाबमा पनि अब कस्तो भने नेपाल विश्वमै एउटा राम्रो देश हो जस्तो लाग्छ मलाई चाहिँ हैन अब नेपाली हुनुमा चाहिँ कति साथीहरु नेपालमा किन जन्मे कि यस्तो तरिकाको दिन्छ नि तर नेपाली हुनुमा चाहिँ गर्व गर्छु म चाहिँ पनि आबद्ध हुनुहुन्छ त्यो बारेमा नि अलिकति थोरै इन्ट्रोडक्सन दिएर गर्नु म चाहिँ अहिले हाम्रो यो 2009 मा स्थापना भएको धनकुटा सेवा समाज 2009 मा भएको है हजुर धनकुटा सेवा समाज भन्ने संस्था को अध्यक्ष रूपमा कार्यरत छु र त्यो संस्था चाहिँ 2009 मा स्थापना त दाइहरु अग्रज दाइहरुको योजना अनुसार चाहिँ उहाँहरूले चाहिँ विभिन्न संघ संस्थाहरू अरु जिल्लाको पनि संघ संस्थाहरू भएको कारण हाम्रो जिल्लालाई पनि एउटा यो संस्था चाहिन्छ भन्ने हिसाबले खोल्नु भएको रहेछ र त्यसपछि म तपाईको 2011 तिर कोरिया प्रवेश गरियो अनि त्यसपछि त्यही साथीभाइ सर्कल त्यसै सिलसिलामा चाहिँ कुनै अब त्यहाँ एउटा समस्यामा पर्यो म पनि अब त्यहाँनेर त्यस्तै समस्या पर्यो अनि त्यसपछि त्यो काम गर्ने सिलसिलामा चाहिँ अब
चोटपटक लाग्यो भनौँ न। अनि त्यस पछाडि चाहिँ त्यहाँ आदरणीय दिदी हुनुहुन्थ्यो अनि दाईहरू पनि हुनुहुन्थ्यो। अनि उहाँहरूको सर्कलको साथीभाइहरू मात्रै यसो बिरामी भेटघाट यसो साथीभाइ। आदरणीय दिदीको नाम चाहिँ के? गीता राई। गीता दिदी उहाँ चाहिँ त्यहाँनिर अब धेरै वर्ष सबै नेपालीको अभिभावकै भन्दा हुन्छ उहाँलाई चाहिँ धेरैले चिन्नुहुन्छ। यो छनान एरियामा चाहिँ गीता राई भनेर नचिन्ने मान्छेहरू नेपालीहरू कमै हुनुहुन्छ। उहाँको योगदान पनि धेरै छ होइन। र उहाँको सर्कलको साथीभाइहरू मात्रै यसो मलाई यसो भेटघाटको लागि साथीभाइ सर्कल। अनि त्यस पछाडि अब सामाजिक सञ्जाल पनि आइसकेको थियो होइन थोर बहुत। अनि सामाजिक सञ्जालमा यसो खोजतलास गर्दै गर्दाखेरि चाहिँ अब धनकुटाको मान्छेहरू कति छौँ के कस्तो रहेछौँ भन्ने कुरा इपिएसबाट पनि एकदम त्यति बेला त गएको गाई थियो नि त। इपिएसबाट पुरानो दाइहरू पनि हुनुहुन्थ्यो। पुरानो दाइहरू हुनुहुन्थ्यो तर त्यति धेरै अहिलेको जस्तो थिएन। अहिले त हाम्रो त्यहाँ त कति हाम्रो टोटल कति छौँ अहिलेसम्म चाहिँ नेपाली होइन टोटल नेपाली कोरियामा? नेपाली चाहिँ तपाईँको अहिले यो सबै क्याटेगोरी त नभनौँ यो E9 यो इपिएससम्म 70देखि 75 70,000 क्रस भइसक्यो त्यो लेभलमा हुन्छ एक्चुअली त्यो चाहिँ होइन र अब ठाउँ अनुसार हो हेर्ने चाहिँ किनकि म बसेको एरियाको भन्नुहुन्छ भने चाहिँ म चाहिँ त्यहाँनिर छुङछाङ नामदो एरियामा बस्छु। त्यो एरियाको चाहिँ नेपाली चाहिँ 2600 समथिङ छ। 2600 हजुर। त्यहाँ पनि त धेरै सबैको त डाटा थाहा भएन तर त्यो मेरो एरियाको चाहिँ अब किनकि आफ्नो ठाउँ चाहिँ त्यो एरियाको चाहिँ केही ज्ञान त हुनु पऱ्यो। त्यो त्यहाँ भएको नेपाली साथीहरूसँग चाहिँ म अलिक टच लेभल भएको कारणले र त्यहाँनिर त्यो डाटा कलेक्सन सम्बन्धी यो हेर्दाखेरि चाहिँ 2600 नेपाली समथिङ हुनुहुन्छ। धनकुटा सेवा समाज जुन छ अहिले भन्नुभयो के छ त्यसले चाहिँ के गरेको छ कस्तो छ? धनकुटा समाजले चाहिँ अलिकति यो नेपालीहरूकै लागि टार्गेट गरेर केही गरेको छ कि कोरियामा रहेको? त्यो धनकुटा सेवा समाज त्यही त अघि मैले बोल्दा मैले चाहिँ होइन यो 2011-12तिर त चाहिँ अब धनकुटा सेवा समाज चाहिन्छ भनेर चाहिँ अब त्यहाँ एक दुईजना साथी सर्कल अब हुन्छ नि अनि र त्यसमा अब विशेष गरी तपाईँ पनि हुनुहुन्थ्यो होइन। त्यसमा म पनि केही समय त्यहाँनिर सबैसँग हातेमालो गर्ने भन्ने हिसाबले चाहिँ त्यो धनकुटा सेवा समाज चाहिँ दाइहरूले 2009मा यो गर्नुभएकोले फेरि सक्रिय रूपमा लानुपर्छ भन्ने हिसाबले चाहिँ फेरि रियुनियन गरियो। र जस्तै अब त्यहाँ काम गर्ने सिलसिलामा होइन कम्पनी परिवर्तन गर्दाखेरि अब सेल्टरहरू बस्ने ठाउँहरूको चाहिँ आवश्यक पर्छ। जस्तै कोही साथीहरू बिरामी हुनुभयो अब कम्पनीले चाहिँ त्यो काम गर्नु नसक्ने साथीहरूलाई चाहिँ अब कम्पनीले रिजन दिन्छ। अनि त्यति बेला चाहिँ अब त्यो समस्याहरू देखियो। बस्ने ठाउँको आश्रय स्थलको चाहिँ आवश्यकता देखियो र एकदम गाह्रो थियो है। हजुर त्यति बेला अब जस्तै त्यहाँ सेल्टरहरू नै नभएको भन्ने होइन तर एकदम कम थियो त्यो समयमा। मेजर विषय चाहिँ के भयो भने अब धनकुटेलीलाई त त्यत्तिकै पनि सरसपोर्ट भइ नै राखेको छ र हामीले चाहिँ अब सम्पूर्ण नेपालीले चाहिँ कसरी जोड्न सकिन्छ कि सेवा गर्न सकिन्छ त भन्ने हिसाबले चाहिँ हामीले चाहिँ यो धनकुटा सेवा समाज अथवा त्यहाँको रफ्तारमा चलिरहेको 2016मा चाहिँ हाम्रो टिम त्यसमा तपाईँ पनि हुनुहुन्थ्यो होइन अरू अग्रज दाइहरू सल्लाहकार दाइहरूको सल्लाह अनुसार चाहिँ यो सेल्टरको बारेमा यसो छलफल निस्कियो भनौँ न। अनि त्यसपछि सेल्टर राख्दाखेरि उचित हुन्छ राम्रो हुन्छ सबैले सेवा गर्ने मौका मिल्छ। धनकुटा सेवा समाजले यो सेल्टर राख्यो भने राम्रै हुन्छ भन्ने हिसाबले चाहिँ हामीले त्यहाँनिर सेल्टर व्यवस्थापन समिति पनि तयार पारेर 2016देखि अहिलेसम्म हामीले चलाइरहेछ। त्यो 2016मा सेल्टर सुरुमा स्थापना गर्दाखेरि चाहिँ हाम्रो आदरणीय दाइ उहाँ कोरियाबाट बिदा भएर आइसक्नुभयो। बुद्ध लिम्बू दाइलाई पनि म सम्झिन चाहन्छु र विशेष गरी त्यति बेलाको सेल्टर जसरी पनि चाहिन्छ। बुद्ध लिम्बू दाइ त उहाँ त सुरुको संस्थापकै। हजुर उहाँहरू संस्थापक सदस्यहरू उहाँहरू 2009मा स्थापना गर्दाखेरि र विशेष गरी सेल्टरको लागि एकदमै योगदान दिनुहुने आदरणीय गीता राई दिदी। गीता दिदीको त नाम छुटाउनै मिल्दैन। धनकुटा सेवा समाजमा उहाँको योगदान त हामीले बिर्सिनु हुन्न। उहाँ त धनकुटा सेवा समाज लगायत सम्पूर्ण नेपालीहरूकै लागि धेरै ठुलो सहयोग गर्नुभएको छ नि दिदीले त। छुङछाङ नामदो एरियामा चाहिँ उहाँले गरिराख्नु अब कल सेन्टरबाट होइन त्यहाँ अब काहीँ भन्नुपर्ने भाषाको कारणले अप्ठ्यारो परेका
जस्तोसुकै पनि उहाँले आफूले सक्ने धेरै गर्नुभएको छ। उहाँले सेवा गर्नुभएकै 2010बाट अहिले 25 15 वर्ष 15 वर्ष लगातार कन्टिन्यू लगातार त्यही काममा। अब कति यहाँबाट नयाँ पनि गइरहनु भएको हुन्छ, भाषाको कारणले कति समस्या नि भएको हुन्छ, कति पुरानोहरूलाई नि भएको हुन्छ। एकदम यो एग्रिकल्चर सेक्टरमा त अझ धेरै गाह्रो पनि त्यहाँ हामीले पहिले पनि धेरै त्यस्तो पाएको थियौँ होइन। अब अहिले तपाईँहरूले पनि धेरै त्यस्तो उद्धार गरिरहनु भएको होला। अब गीता दिदी मार्फत चाहिँ उहाँहरूले यो हेर्नुभयो भने यो कसरी चाहिँ उहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ र के दिदीले चाहिँ कस्तो गरिदिन सक्नुहुन्छ उहाँलाई अलिकति थोरै? दिदीको चाहिँ उहाँ चाहिँ यो तपाईँको सोमबारदेखि शुक्रबारसम्म 5 दिन बिहान 9 बजीदेखि बेलुका 6 बजीसम्म बस्नुहुन्छ। उहाँको सम्पर्क नम्बरहरू छ होइन, तपाईँलाई म उसमा डिटेलमा छोडिदिउँला होइन। त्यो कुरा उहाँले पहिला छरान माइग्रेसन सेन्टरमा काम गर्नुभएको हो होइन। त्यहाँनिर गीता राई भनेर नचिन्ने मान्छे चाहिँ कमै हुनुहुन्छ, अहिले कल सेन्टरमा हुनुहुन्छ। उहाँको चाहिँ वान स्टप सर्भिस भन्छ कि त्यहाँ चाहिँ तपाईँको त्यही इमिग्रेसन पनि छ, त्यही नोदोङमा पनि छ, तपाईँको उहाँको कल सेन्टर पनि छ। तपाईँको नोदोङमा जानुपर्ने मान्छे इमिग्रेसन जानु परेन, इमिग्रेसन जानुपर्ने मान्छे अब इमिग्रेसन र नोदोङको त एक अर्कामा परिपूरक श्रम विभाग। हजुर श्रम विभाग नोदोङको भनेको जस्तै पनि हामी इन्डियनबाट जाने साथीहरूले चाहिँ धेरै आवश्यकता पर्ने भनेको इमिग्रेसन र नोदोङको नै हो, श्रम विभाग हो। हजुर त्यो दुइटा चाहिँ एक अर्कामा परिपूरक छ। अब भिसा हान्नु पऱ्यो, नोदोङमा जानै पर्छ, इमिग्रेसन जानै पर्यो। र त्यस्तो साथीहरू चाहिँ अब अरूतिर चाहिँ तपाईँको इमिग्रेसन फाल्टै ठाउँमा हुन्छ होइन, नोदोङको फाल्टै ठाउँमा हुन्छ। र भाषाको केही समस्या पऱ्यो यताउति पऱ्यो भने अर्को ठाउँमा जानुपर्ने छ। तर त्यहाँनिर केही भाषाको समस्या पऱ्यो, नयाँ मान्छेहरू हुनुहुन्छ, उहाँले अब श्रम सम्बन्धी अथवा यो तपाईँको अहिले त विशेष गरी तपाईँको E9बाट मात्रै होइन कि स्टुडेन्ट भाइ बहिनीहरू पनि धेरै हुनुहुन्छ, जानुहुन्छ। त्यही हिसाबमा पनि उहाँहरूलाई पनि केही समस्या पऱ्यो भने त्यहाँनिर नै सम्पर्क गर्नुभयो भने एकै ठाउँमा। अरूतिर अब भर्खर आएको भाइ बहिनीहरूलाई त कुन ठाउँ कहाँ छ भन्ने पनि लोकेसनको पनि असहजता हुन्छ होइन। तर त्यही ठाउँमा जानुभयो भने चाहिँ एकैचोटि सबै कामहरू हुन्छ होइन। र विशेष गरी अब तपाईँको E9 साथीहरूले चाहिँ अब छुट्टीको समस्या पर्छ होइन, सिधै कल गरेर दिदीसँग बोल्नु सक्नुहुन्छ। उहाँको अफिसको नाम नै अहिले चाहिँ कल सेन्टर। हाम्रो धनकुटा सेवा समाजले चलाएको जुन सेल्टर छ हजुर त्यसको बारेमा अलिकति जानकारी गराइदिनु न। सेल्टर चलाउँदै गर्दाखेरि कहिलेकाहीँ दुःख पनि पाइन्छ होइन, दुःख पनि दिने साथीहरू हुन्छ। अब अहिले त भनौँ न के हुन्छ जेन्जी भन्छ नि, हजुर जेन्जी भाइ बहिनीहरूको इन्ट्री छ होइन। तर जेन्जी भन्दा तपाईँ हाम्रो समुदायले नि जेन्जी नै भन्छ होला नि। हामी जेन भाइ हामी जेन्जीका दाइ होइन। अस्तिको आन्दोलनमा मैले देखिरहेको थिएँ त हाम्रो उमेरकोहरू हामी जेन्जी भनेर उफ्रिरहेको थियो होइन। तर वास्तवमा उहाँहरूको उमेर त 38 वर्ष। यस्तो हो नि त, नेपालमा त जेन्जीको उनै कम छ, अरू सबै बुढा जेन्जी मात्रै छ नि त। त्यही हो, जेन्जी साथीहरू पनि हुनुहुन्छ होइन। र पहिलो कुरो चाहिँ त्यही हो, उहाँहरू कोरिया छिर्दै गर्दाखेरि चाहिँ अब मेन्टल्ली रूपमा प्रिपेयर नभएको साथीहरू पनि हुनुहुन्छ होइन। अब यहाँनिर अब त्यही त हो, विदेशमा तपाईँ हामी पनि अब यसो घुमघाम निस्किँदाखेरि राम्रो ठाउँहरूको फोटोहरू मात्रै अपलोड गरिन्छ नि त। अब त्यहाँको काम प्रवृत्ति के कसो त त्यहाँ गएपछि थाहा पाइन्छ। यो कुराहरू फेस गर्न नसक्ने भाइ बहिनीहरू पनि हुन्छ। अलिकति भाइ बहिनीहरू चाहिँ अलिक सेल्टरमा दुःख दिइराख्नुहुन्छ कहिलेकाहीँ समस्याहरू। यो के कुराको नि यो अभाव खड्के जस्तो लाग्यो भने मेरो पनि बुझाइमा होइन। हजुर अब हाम्रो चाहिँ यहाँ के हुन्छ नर्मल्ली भन्दाखेरि एउटा समाजमा कोरिया गएपछि 2 लाख 3 लाख पैसातिरको कुरामा जोडिन्छ कि खालि जे कुरा नि पैसामा कन्भर्ट हुन्छ हाम्रो कुरै। विदेश जाने भनेपछि पैसामै सिधै जोडिन्छ। हजुर तर पैसाभन्दा पहिले काम कस्तो छ, त्यहाँ रिस्कहरू कतिको छ, मेन्टल्ली टर्चरहरू कतिको हुन्छ विदेश जाँदा। एउटा परिवार पनि हुँदैन, कोही पनि हुँदैन, एक्लै हुँदा पनि म स्ट्रगल गर्न कतिको सक्छु भन्ने खाले त्यो किसिमको चाहिँ केही कुराहरू चाहिँ यहाँबाट नगरिकन आएको साथीहरू पनि हुन्छ जस्तो लाग्छ। र तपाईँको जुन अब तपाईँले बोल्दै गर्दाखेरि हजुर भन्नु यो जुन हामीले सुरुमा जाँदै गर्दाखेरि 3टा डी 3D डट्टी डिफिकल्ट डेन्जर पढेर आएको हुन्छ नि। अनि त्यहाँ 2-4वटा कोरिया पुगेपछि 2-4वटा डी
थपिन्छ क्या तपाईँको हजुर अरू पनि ड्युटी होइन धेरै धेरै डिप्रेसन के थपिन्छ होइन त्यहाँनिर अभियसली थपिन्छ क्या त्यहाँनिर कस्तो भने अघि नै पनि मैले जोडेँ नि तपाईँको एग्रिकल्चरमा आएको साथीहरूले तपाईँ हेर्नु न बङ्गुरै नदेखेको साथीहरू पनि जानुहुन्छ अरे अब चाहिँ हाम्रो नेपालमा त्यही छ नि त अब त्यस्तो साथीहरू पनि जानुहुन्छ त्यहाँ त तपाईँको झन् अब बङ्गुरको मासु कम्पनीको सिक्ताङ त्यहाँको के भन्छ खाजा घर के भन्छ खाना कम्पनीले दिने सिस्टमहरू छ नि त त्यो चाहिँ राम्रो है धेरै राम्रो नि बस्नलाई खानालाई त्यो सुविधा चाहिँ धेरै राम्रो हो कोरियामा अब त्यो कम्पनीले पकाएर खाना खाँदै गर्दाखेरि प्रायः आउने बङ्गुरको मासुहरू हुन्छ होइन अनि बङ्गुर नखाने साथीहरूलाई चाहिँ गाह्रो हुन्छ अझ मासु नै नखानेहरूलाई त भेजिटेरियनहरूलाई त धेरै गाह्रो हुन्छ होइन त्यस्तो साथीहरूलाई चाहिँ गाह्रो हुन्छ बसाइकालमा त्यही कुरा अब जाँदै गर्दा कसैको सबैको अब त्यहाँनिर मान्छेले भन्छ नि त 2-3 लाख हुन्छ कमाइ भनेर सबैको हुन्छ छैन नि त होइन त्यहाँनिर जति कसैको बढी पनि हुन्छ कसैको बढी पनि हुन्छ अब यहाँनिर चाहिँ भनिदिन्छ कि साथीहरूले कुनै उयसमा कोरियामा चाहिँ 2 लाख रुपियाँ स्यालेरी भन्छ सबैले 2 लाख रुपियाँ स्यालेरी नथाप्ने साथीहरू हुन्छ नि एउटा मिनिमम बेसिक स्यालेरी तोकिदिएको हुन्छ अब त्यो कति त्यसमा पनि अब कति कम्पनी राम्रो हुन्छ कम्पनीको आफ्नो आफ्नो रुल्स हुन्छ होइन त्यो तपाईँको बेसिक तोकेको स्यालेरी काटेर दिने कम्पनीहरू पनि हुन्छ अब सँगै गएको रामे र श्यामेको हुन्छ होइन अब रामेले उता गएको 2 वर्षमा घर जग्गा जोडिसक्छ यता श्यामै छैन अनि घरबाट टचर तसँग सँगसँगै गएको श्यामेले घर बनाइसक्यो जग्गा किनिसक्यो के गर्छस् भनेर भन्छ अनि त्यसमा अब उता अब कामको प्रेसर त्यो कुराहरू मिसेर पनि अब त्यो सुन्दै गर्दाखेरि टचर यताउति काम राम्रो गरिराखेको पनि कम्पनी मुड चल्छ गर्लफ्रेन्ड छ भने गर्लफ्रेन्डको अर्को टचर साथीभाइको अरू टचर त्यो त अब जोडिनै भयो होइन अब अहिलेको होइन माया प्रेम होइन अब सम्बन्ध हुन्छ मान्छेमा जसको पनि होइन सबै कुराले जोडिएरै त मान्छे डिप्रेस हुने हो विदेशमा अनि त्यो कुराहरू मिसिन्छ अनि त्यति बेला गर्दाखेरि चाहिँ ठ्याक्क काम छोड्ने मनसाय हुँदैन क्या तपाईँको हजुर कोइन्सिडेन्ट ठ्याक्क भनिदिन्छ अब कहिले अब कोरियनहरूको मुड अनुसार भर पर्छ नि त हजुर अनि त्यो हिसाबमा भ्याट्ट काम छोडिदिन्छ अनि त्यति बेला कहाँ जाने त अब रिस आवेगमा आइयो म पनि छोडिदिन्छु भनिन्छ कम्पनीमा अब कहाँ जाने त बस्ने काम त छोडियो कहाँ जाने बस्ने फेरि त्यहाँको प्रक्रिया अनुसार चल्नु टाइम त लाग्छ काम खोज्न अनि त्यो हिसाबमा चाहिँ सेल्टर चाहिँ चाहिने रहेछ एक्ज्याक्ट भनेर त्यति बेला चाहिँ अब हामीले अघि पनि जोडियो त्यो सेल्टरमा चाहिँ त्यस्तो साथीहरू हल्का त्यस्तो अब केही समस्या भएको साथीहरू पनि हुन्छ होइन अब तिनीहरूले अब कति साथीहरूले चाहिँ अब यो साथीले चाहिँ अब घर परिवारसँग भेट्दाखेरि यसो राम्रो हुन्छ कि भन्ने हिसाबले हुन्छ नि अब घर परिवारसँग छुट्टिएर बसेको साथीहरू हुन्छ परिवारसँग भेटेर केही मात्रामा पनि रिकभर हुन्छ कि भन्ने साथीहरूले पनि अब त्यस्तो भयो भने चाहिँ नेपाल पठाएर फेरि कोरिया फर्किने व्यस्तता छ नि त अब तपाईँको 90 दिन हुन्छ काम छोड्दाखेरि 90 दिनभित्रमा काम खोजेर छिरिसक्नुहुन्छ त्यतिको बेला समयमा तपाईँको 1 महिना 45 दिन 2 महिनाको टाइममा चाहिँ ऊ रिकभर भएर फेरि आउनु त्यस्तो साथीहरू पनि हुनुहुन्छ कतिजना अब हामीले कतिजना त काम छोडेर नेपाल आएर 1-1.5 महिना बसेर अलिकति फ्रेस भएर गएर पनि फेरि काममा लाग्नुहुन्छ त्यस्तै अब त्यही त्यस्तो खालको भाइ बहिनीहरू छ भने चाहिँ यसो हेरेर नर्मल्ली अब हाम्रो सेल्टर चलाएको 2016 देखि हेर्नुहोस् है हजुर ठक्क हेर्ने बित्तिकै पनि यो भाइसँग चाहिँ के समस्या छ कि टाइपको लुक्स जाँदो रहेछ क्या त्यो भाइको आनी बानी थोरै उसको होइन धेरैजनासँग यहाँ पनि भन्छ नि अब तपाईँको कतिपय हाम्रो पहिला गाउँठाउँमा हुन्छ नि तपाईँको यसो गर्ने बित्तिकै डक्टरै हुने साथीहरू हुनुहुन्छ नि औषधि बेच्दै गरेको ठाउँहरूमा जचाउने पनि थालेको इतिहासहरू पनि छ हाम्रो गाउँठाउँमा होइन अब त्यो जमानामा ठक्क हेर्दाखेरि त्यो साथीहरू चाहिँ हल्का हो कि टाइपको हुन्छ अब कतिलाई चाहिँ अब उहाँहरूको इच्छा नेपाल जानुहुन्छ त भाइ अथवा साथी होइन नेपाल गएर आउनुहोस् हामीले गर्ने सक्ने सहयोग नै त्यही त हो नि केही समस्या उहाँलाई राम्रो हुन्छ भने नेपाल गएर आउनुहोस् परिवार भेटेर आउनुहोस् रिफ्रेस भएर आउनुहोस् त्यस्तो साथीहरू नेपाल हल्का त्यो टाइपको साथीहरू नेपाल आएर गएर एकदमै अहिले राम्रो तरिकाले बसेको साथीहरू पनि हुनुहुन्छ तपाईँ कति 2011 मा जानुभयो है हजुर 11 मा गएर अनि त्यस पछाडि सुरुमा त यो इपिएस E9 मै जानुभयो E9 मा जानुभयो पहिले कहाँ कम्पनी कहाँ थियो
तपाईँ? म सुरुको कम्पनी चाहिँ मेरो होइन किम्फो भन्ने ठाउँ किम्फोमा किम्फोबाट चाहिँ यता खेङ्गिदो फेरि सरियो ओसान भन्ने ठाउँतिर काम गरियो। तपाईँको चाहिँ सुरुको कम्पनी? म चाहिँ 2008मा कोरिया छिरेँ। इपिएसबाट लगभग 5औं-6औं फ्लाइटमा डिसेम्बरमा 2008को यस्तो होला 2008मा एक्जाम भएको 8मै गएको 8मै छिरा र 8मै छिरे 8को डिसेम्बरमा छिरे डिसेम्बर 8 तारिकै जस्तो लाग्छ मलाई म गएको डिसेम्बर 8मै गएको 2008मा एक्जाम दिने साथीहरू पनि हाम्रो पालामा थियो 2008मा गइयो। मेरो चाहिँ साउथ कोरियाको यात्रामा भन्नुहुन्छ भने 2008मा यहाँबाट गइयो। म चाहिँ वहाँ अलिक टाढा अलिक देहातै भनौँ कोरियाको पुसानबाट चाहिँ नजिक पर्ने खजेदो भन्ने ठाउँमा चाहिँ ठुलो यो डिएसएमई डेउसी बिल्डिङ भन्ने थियो, अहिले पनि छ। त्यहाँ परियो, त्यहाँबाट छानिएछु होइन। अनि गइयो, पुरानो दाइहरू पनि 10जना त्यही कम्पनीमा हुनुहुँदो रहेछ। अनि उहाँहरूले गर्दा सुरुमा भाषाको कारणले त धेरै गाह्रो, विदेशमा मेन त भाषाकै कारण सुरुमा है, भाषा मेन त भाषा हो। त्यस पछाडि अनि खानेकुराहरू अरू त्यो पछाडि जोडिने मेन त भाषै हो। तपाईँको त एकदमै प्रतिष्ठित कम्पनी, जहाज बनाउने कम्पनी होइन? जहाज बनाउने कम्पनी। त्यहाँ त अहिले त तपाईँको 5-6 हजार छन् अरे त्यहाँ। हजुर, अहिले त्यहाँनिर स्टिल हाम्रो जिल्लाको साथीहरू पनि हुनुहुन्छ। हजुर अहिले पनि हुन्छ। अनि त्यस पछाडि तपाईँ यता छनानतिर पनि आउनु भएन? पछि मैले 7 वर्ष लगातार थिएँ। म बिचमा त्यहाँ 5 वर्ष कम्प्लिट, 4 वर्ष 10 महिना त्यहीँ कम्प्लिट गरेर आएँ। अनि 50,000 त्यति बेला चाहिँ कस्तो थियो भने 50जना भन्दा बढी कामदार भएको कम्पनीमा चाहिँ फेरि डाइरेक्ट जान नपाइने, सिबिटी एक्जाम दिएर जानुपर्ने थियो। अनि आएर सिबिटी दिएर फेरि त्यही कम्पनीमा गएँ। 2 वर्ष त्यहाँ काम गरिसकेपछि अनि त्यहाँबाट आएर म छनानतिर त्यस पछाडि हामी सँगै जोडियौँ। यो सिबिटी त तपाईँको 2016 देखि होइन? 14 पहिला त के सिस्टमहरू थियो? 1 वर्ष अनिवार्य काम गर्ने कम्पनी चेन्ज चाहिँ नगरेको साथीहरू मात्रै सजिलो इन्ट्री पाउने त्यो खालको सिस्टमहरू पनि थियो होइन? पछि अहिले त धेरै सजिलो बनाइदियो। भिसा चेन्ज गरेर बस्न पनि सजिलो बनाइदिएछ। परिवार लाने त्यहाँनिर कोरिया नेपाली गाउँ भइसक्यो। अहिले त तोङदेमुन त ठाउँ तोङदेमुन छ सर। अहिले पहिले चाहिँ नेपाली त्यो सुसक सल्लाल त्यहाँको चाडहरूमा त्यहाँको फेस्टिभलहरूमा जोडिने भएर तोङदेमुन भयो। अहिले त जताततै तोङदेमुन। तपाईँको शनिबार आइतबार त तपाईँको शनिबार आइतबारको टाइममा त तपाईँको यकहरू छ नि। हजुर, ठुल्ठुलो यक छन्। तपाईँ ढुङ्गा हान्यो भने नेपालीले लाग्छ त्यो खालको समयमा। अब तपाईँहरूको 2008 भनेपछि त्योभन्दा अगाडि जाने साथीहरू झन् कति नेपाली भने कति चिज हुन्छ हो नि। पुरानो सिनियर दाइहरूलाई त अब उहाँहरूलाई अझै हामीलाई भन्दा गाह्रो झन् भाषाको कारण। तर उहाँहरूसँग चाहिँ फेरि श्रम चाहिँ थियो है। त्यो त उहाँहरूसँग हामी तपाईँको नेपालीलाई कोरियामा राम्रो काम गर्ने राष्ट्रको मान्छे भनेर चिनेको सिनियर पुरानो दाइहरूको कारण इपिएस भन्दा अगाडि कन्फर्म हो। हो त्यहाँनिर उहाँहरूकै कारणले हामी नेपालीको छाप उहाँहरूले राम्रै छोडेको हुनाले हामी जान पायौँ। धेरै अब कोटा पनि त हाम्रो नेपालीलाई धेरै परेको हो नि त। त्यो चाहिँ अब पुरानो सिनियर दाइहरूको योगदान नै मान्नुपर्छ जस्तो लाग्छ। र तपाईँ हामी त्यति बेला हामी जाँदाको तका पनि तपाईँको नेपाली भेट्दा खुसी हुन्थ्यो सर। नेपाली भेट्दाखेरि कस्तो आनन्द आउँथ्यो नेपाली। त्यहाँ यसो त्यो मार्टहरूमा जाँदा सुरुमा होइन, यसो बेलुका यसो मेग्जु त अब त्यहाँ त नर्मल हो। अनि जुस खाए जस्तै यसो मार्टतिर बसेर यसो बिदाको दिन होलिडेमा अथवा बेलुकातिर गर्मीमा यसो बसौँ नि त, जुसै खाँदा मेग्जुहरू केही खाएर यसो बसौँ नि त भन्दा साथीभाइ बस्दाखेरि मार्टमा छिर्दा त्यहाँ नेपाली कुरा गरिरहेको छु भने वहाँ पर एकछिन नेपाली भेटियो जस्तो, त्यस्तोकै नेपालै पुगे जस्तो फिल हुन्थ्यो कि सुरुमा। तपाईँको चाहिँ कोरिया बसाइ कोरिया कसरी पो माया मार्नुभयो अथवा बिट मार्नुभयो? अब सुरुमा भनेको 3 वर्षको लागि गइएको थियो। त्यति बेला 3 वर्षको भिजा हुन्थ्यो।
3 वर्ष 2008मा गरेर 3 वर्षको लागि गर्दै जाँदा चाहिँ नेपाल सरकारले त्यहाँको सरकार गभर्मेन्टसँग चाहिँ फेरि हजुर एग्रिमेन्ट गरेर एक वर्ष गरेर 4 वर्ष 10 महिनासम्म बस्न पाउने भन्ने नीति ल्यायो। हजुर त्यो पुरै कम्प्लिट गरियो। 3 वर्षबाट 4 वर्ष 10 महिना पुर्याइयो। हजुर त्यहाँबाट फेरि के भन्नु भने घर गएपछि फेरि फर्केर आउन पाउने। हजुर 50 जनाभन्दा कम कामदार भएको कम्पनीमा एउटै कम्पनीमा काम गरिरहेछ भने डाइरेक्ट एक्जाम नदिई सिधै आउन पाउने साउले चाहेको खण्डमा। हजुर 50 जनाभन्दा बढी वर्ग भएको कम्पनीमा चाहिँ एक्जाम दिएर आउन पाउने भन्ने नीति ल्यायो। यहाँ आएपछि एकपल्ट चाहिँ अब म अलिक सानै उमेरमा पनि गएको हुनाले म 22 वर्षकै उमेरमा गएको थिएँ, परिया छिरिसकेको थिएँ। त्यसले गर्दाखेरि एकपल्ट चाहिँ बल गरौँ न त जस्तो लागेर फेरि अनि सिबिटी एक्जाम दिएर त्यही कम्पनीमा पुरानै कम्पनीमा गएर 2 वर्ष त्यहाँ काम गरेँ। त्यहाँबाट खजेदो सिप बिल्डिङबाट निस्किएर यता छनानतिर आएर काम गरेँ। त्यति बेला हाम्रो भेट भएको भेट भएर केही समय सँगै काम पनि गर्यो, सहकारी पनि गर्यो। अनि लास्टमा चाहिँ अब यो भिजा चेन्ज गरेर बस्नको लागि त आइसकेको थियो म आउँदैखेरि पनि। कम्पनीबाट हाम्रो साउले पनि धेरै नै जोड गर्नु भएको थियो। अलिकति लामो समय एउटै कम्पनीमा काम गरेर अलिकति भाषाको कारणले पनि। तर अब देशमै गएर केही गर्नु पर्ला, कति अब गर्ने भन्ने खाले लामो समय 10 वर्ष बस्यो नि त। तपाईँ त त्यो कम्पनीको त्यहाँ ठुलो उसमा हुनुहुन्छ, सुपरभाइजर नेपालीहरूको नेपाली कोरियन अरू विदेशीहरूलाई नि गर्नु पर्थ्यो। हजुर तपाईँहरू त्यहाँनिर कतिजना समथिङ चिनेका भाइहरू पनि सँगै काममा नि लगाइदिनु भएको थियो। धेरैजना तपाईँ पनि त्यति बेला समाजसेवा पनि जोडिनु भयो। त्यो समयमा जे होस् जोडियो। अब अलिकति केही गर्नुपर्छ अरूलाई पनि गरौँ भन्ने हिसाबले गरिन्थ्यो, सँगै गरिन्थ्यो। अनि त्यस पछाडि अब नेपाल भिजा सकियो, सकिन आँट्यो, 2 महिना यति 3 महिना बाँकी छ। अब कन्फ्युजन भयो कि अब यहाँ त्यहीँ बस्नलाई पनि अब बस्दिनँ भनिसक्यो, नेपाल आउन डर लाग्ने, गर के गर्ने। अब लिङ्क पनि जिरो, साथीभाइहरू पनि कोही कहाँ हुन्छ। अनि अब गएर पेन्डुलम बसिने हो। अब यहाँ त कमसेकम काम गर भने महिनै पछि केही त स्यालेरी त आइरहेको हुन्छ होइन। नेपाल गएर त अब त्यो के अरे कति तारिकमा उहाँ स्यालेरी आउँथ्यो, स्यालेरी पनि आउँदैन, गएको गाई मात्रै हो। अब कसरी टिक्ने, के गर्ने, घर के गर्नु केही थाहा छैन। अब उहाँ सिप बिल्डिङमा 7 वर्ष काम गरेँ, यहाँ आएर सिप बिल्डिङ पनि छैन, के गर्नु। अनि पछि चाहिँ म यो उसमा थिएँ कि के अरे यो टेप कम्पनीमा। त्यो टाइपको पनि छैन नेपालमा फेरि मैले गरेको जस्तो। अनि के गर्ने अनि होइन जाम जेसुकै होस् अब गएर केही गरौँ भन्ने हिसाबले आइयो। आएर अनि सुरुमा म आउने बित्तिकै रिसर्च गर्न थालेँ, अब केही त गर्नु पर्यो, कि त म अर्को देश फेरि झोला बोकेर हिँडिहाल्नु पर्यो, नभएदेखि यहाँ केही गरेर बस्नु पर्यो भन्ने दुईवटा भन्दा विकल्प बाँकी थिएन। अनि त्यो गर्दै जाँदा मैले सुरुमा चाहिँ यहाँ हेलमेट सोरुम, यहाँ साथी धरानको पङ्कज श्रेष्ठ भन्ने साथी, उसले पहिलेदेखि गरिरहेको थियो, उसँग कुरा गर्दा ठिकै छ इन्टरीमा अलिक सम्भावना छ भनेर बोकेको पनि केही बिजनेसको आइडिया पनि ऊबाट लिएर अनि त्यहाँ गरेँ। त्यस पछाडि अनि रियल इस्टेट कम्पनीमा जोडिएर अहिले गरिरहेको। अनि अघि साँच्ची मैले अघि छोडिदिएछु, त्यो हामी जस्तो एनआरएनएहरू छ के छ होइन, त्यो विदेशमा बसेको नेपालीहरूलाई समेट्ने संस्थाहरू छ के छ, त्यस्तो हाम्रो साउथ कोरियाबाट भोलि नेपालमा आएर त्यस्तो इन्भेस्टमेन्ट गर्ने खाले कुनै त्यस्तो केही प्लानहरू गरेको त्यस्तो केही तपाईँलाई थाहा छ, जानकारी छ त्यस्तो गरौँ भनेर कसैले? एनआरएनए भयो होइन, धनकुटा सेवा समाज भयो होइन, तपाईँको यहाँनिर अहिले हाम्रो पूर्वी नेपाल समाज भन्नेहरू छ, सबैको उद्देश्य त्यही नै हो होइन। कुनै पनि यो लगानीको विषयमा चाहिँ अब उहाँहरूको के कसो छ, उहाँहरूको विधि विधान होइन, म उहाँहरूसँग त्यो एनआरएनएहरूसँग चाहिँ म नजिकबाट जोडेको छुइनँ। यो हाम्रो चाहिँ धनकुटा सेवा समाजहरूको चाहिँ खासै त्यस्तो ठुलो ड्रिम प्रोजेक्ट त छैन, तर टिम मिलाइयो भने चाहिँ हुने रहेछ जस्तो मलाई चाहिँ फिल गरेँ। किनकि तपाईँले कोरियामा रहँदै बस्दै गर्दा तपाईँ हामी कहिलेकै कुरा गरिन्छ, पहिले नै हुन्थ्यो कुरा, प्रदेश सर अब नेपालमा गएर केही गर्नुपर्छ भनेर भन्नुभयो। मैले प्रत्यक्ष तपाईँहरूलाई भेट्न पाएँ, तपाईँहरूको यहाँको यो बिजनेसहरू हेरेँ, तपाईँहरूसँग त्यति बेलाको सम्भावना छ है भन्ने तरिकाले तपाईँ कुरा गर्नुभएको थियो। नेपालमा सम्भावना रहेछ भन्ने कुरा चाहिँ अब तपाईँहरू देखेर, तपाईँहरूको यो जुन बिजनेसहरू देखेँ होइन, प्रगतिहरू देखेँ, गर्दा हुने रहेछ जस्तो लाग्छ मलाई चाहिँ। गर्दाखेरि अब विदेशबाट आएर अहिले त धेरै आएर गइरहनु भएको छ नि त। विदेशबाट विभिन्न देशबाट आएर धेरैजना, कोही केमा केही सेक्टरमा हुनुहुन्छ, कोही के सेक्टरमा हुनुहुन्छ,
कोही आफू जस्तो कोरियाबाट आउनेहरू नि स्पेसल धेरैजना मैले देखेको भनेको तपाईँको यो स्पेसल बङ्गुर फार्महरूमा काम गर्नेहरू हुनुहुन्छ नि धेरैजनाले अहिले राम्रो गरिरहनु भएको छ हजुर हजुर होइन त्यो चाहिँ उहाँहरूले चाहिँ यो एग्रिकल्चर भनेर जति साथीहरू हुन्छ नि एग्रिकल्चरमा जाने साथीहरू चाहिँ अलिकति कोरियामा गाह्रो छ है भनेर भन्नुहुन्छ नि तर तपाईँ भलै तपाईँ हामी मेनुफ्याक्चरमा जाने भन्दा पनि एग्रिकल्चरमा जाने साथीहरूले धेरै कुरा सिपहरू सिकेर आउनुहुन्छ क्या मेनुफ्याक्चरमा जाने तर मेनुफ्याक्चरमा जानेहरूले सिकेर आउनुहुन्न भन्नु खोजेको त होइन तर पनि यो हामीले सामाजिक उसमा काम लाग्ने चिजहरू अब जस्तो म पनि मेनुफ्याक्चरमा गएको हेर्नु है हजुर म सिप बिल्डिङमा गएँ हजुर नेपाल आए बनाउने कुरा भएन होइन तपाईँ एग्रिकल्चरमा जाने साथीहरू चाहिँ बङ्गुर पालनमा कुखुरा पालनमा त त्यो त गर्न सकियो नि त सम्भव छ नि त अब थोरै पुँजीमा त्यो मात्रै भएन अरू यता एग्रिकल्चरको यो जुन यो फार्मिङहरू छ हजुर हजुर अब त्यहाँको यो नयाँ प्रविधिबाट अहिले चलेको जुन यो खेतीहरू छ त्योबाट पनि सकिन्छ नि होइन यहाँनिर अब कस्तो भने तपाईँको प्रविधि सिकेर आउनुहुन्छ होइन यहाँ चाहिँ अब हामी धान हेर्नु न तपाईँको त्यहाँ धान खेती गर्छन् तपाईँ दुईजना मान्छेले धान रोप्छ दुईजना मान्छे संसार रोपिसक्छ तपाईँको त्यहाँनिर प्रविधिकै कुरा गर्ने भने तपाईँको हेर्नु धान काट्दैछ तपाईँको होइन बोराबाट चामल निस्किँदैछ तपाईँको होइन पराल पनि पोको पर्दैछ हजुर अनि त्यो प्रविधिहरू हाम्रो नेपालमा पनि छ अलिअलि चाहिँ भित्रिँदैछ तर उहाँ चाहिँ निकै अगाडि छ हजुर हजुर अनि ठिकै छ अब हाम्रो सरकार पनि राम्रो बाटोमा जाँदैछ आशा गरौँ तपाईँ हामी विदेशीको युवाहरू चाहिँ नेपालमा केही गर्ने खालको वातावरण बन्छ जस्तो लाग्छ होइन बनि पनि राखेको छ तपाईँहरू गरि पनि राख्नु भएको छ होइन कस्तो सम्भावना कस्तो देख्नुभयो त नेपालमा आएर पनि अब केही गर्छु भन्दाखेरि यसो अहिले आएर यसो हेर्दै हिँड्दै हुनुहुन्छ सबै बुझ्दै हुनुहुन्छ हजुर होइन होइन तपाईँ अब यो राजनीतिक रूपमा मात्रै भन्दा पनि यहाँ केही सम्भावनाहरू अरू आफूले आएर केही गर्छु भन्नेहरूको लागि केही सम्भावना कस्तो छ तपाईँ हामी कहिलेकाहीँ भेटघाटमा यसो चिया गफमा कुरा गर्नुहुन्थ्यो होइन त्यति बेला चाहिँ डर लाग्थ्यो कि साँच्ची नै हजुर तपाईँले नेपाल आइसके पछाडि जुन खालको सङ्घर्ष गर्नुभएको छ नि त्यो चाहिँ कोरियामा बस्ने मात्रै साथीहरू होइन कि आम नेपालीले जुन देशमा बाहिरी देशमा बिलङ गरिराख्नुभएको छ नि म चाहिँ तपाईँ देखेर चाहिँ एकदमै खुसी छु होइन एकदमै आशाको केन्द्र तपाईँ हाम्रो कोरियामा भएको जति हाम्रो साथीहरू हुनुहुन्छ नि उहाँ साथीहरूले चाहिँ तपाईँ हामी कोरियामा छौँ होइन तर नेपालमा पनि सम्भावना रहेछ भन्ने कुरा चाहिँ तपाईँले देखाउनु भयो मैले जुन देखेँ अघि पनि भने होइन एकदम खुसी लाग्छ गर्व लाग्छ सँगैको साथीहरूको प्रगति देख्न पाउँदा र तपाईँले कोरियामा बस्दाखेरि ल सर यो गर्नुपर्छ है अब हामी चाहिँ यो तरिकाले जानुपर्छ है भन्ने हाम्रो टिम यसो कहिलेकाहीँ कुरा हुन्थ्यो नि त्यो कुरामा चाहिँ धेरै भयो नि पहिले त धेरै भयो त्यो कुराहरू तपाईँहरूसँग भेट्न पाउँदा एकदमै खुसी लाग्यो ठिकै छ चल्दैछ सर अहिले चलाइँदैछ होइन अब चलाउनु एउटा कुरा के चाहिँ भयो भने विदेश बसेर फाइदा काम भनेको ठुलो र सानो हुँदो रहेछ भन्ने सिकेर आइयो हजुर हजुर त्यसले गर्दा काम गर्नलाई खासै त्यस्तो गाह्रो लाग्दैन होइन अनि त्यसले गर्दाखेरि काम त कामै हो हजुर जहाँ गरे नि तपाईँ हामी तपाईँको 20-30 केजीको फलाम बोकेको मान्छेलाई यो अब अलिकति तपाईँलाई यो अघि कामको विषयमा भयो होइन अब त्यहाँ गएर हामी वैदेशिक रोजगारीमा जान्छौँ हजुर केही इन्कम होस् कमाइ होस् भनेर जाने हो होइन सबैको उद्देश्य नै त्यही हो अब कमाइ भएर मात्रै भएन पहिलो कुरो बचाउन सक्नु पर्यो हजुर हजुर होइन बचाएको पैसा आएपछि हजुर त्यसलाई चाहिँ कस्तो तरिकाले अब अलिकति पुरानो यसको अलिकति आइडिया अनुभव भएको हुनाले हजुर हजुर नयाँ जानेहरूलाई पनि काम लाग्ने कस्तो तरिकाले चाहिँ अब जानेहरूले कसरी चाहिँ यसलाई चाहिँ सही तरिकाले युटिलाइज गर्दा हुन्छ जस्तो लाग्छ तपाईँको विचारमा पहिलो कुरो चाहिँ अब विदेश जाने मान्छे किन त भन्दाखेरि एउटा सुनौलो भविष्यको लागि नै जान्छ र भोलिको सुनौलो भविष्य भनेको अब हाम्रो पैसा मात्रै ठुलो कुरो होइन पैसा त चाहिन्छ जीवनमा होइन पैसै कमाउनु गएको हो तर पैसै कमाएर नि भोलि के गर्ने त पैसाले तपाईँको सबै चिज पैसामै आउँछ भन्ने त छैन तर पैसा चाहिन्छ जीवनमा तर भोलिको भविष्यलाई चाहिँ कुन तरिकाले लाने भन्दाखेरि जस्तै अब सबभन्दा मान्छे सफल भएको नि त बिजनेस व्यापार नै त हो अब त्यहाँ बसिराख्ने साथीहरूले अब
सक्नुहुन्छ भने नेपाल आएर केही राम्रो व्यवसाय गर्नुहोस् होइन, सक्नुहुन्न भने अहिले जहाँसम्म लाग्छ होइन हामीले के गर्ने त, यसो घर जग्गाहरू जोड्नुभयो भने अब अचल सम्पत्ति त रह्यो, भोलिको दिन मासेर जाने त होइन, पैसा त तपाईँको आज छ भोलि छैन होइन। त्यो कुराहरू कुनै जग्गा जमिनहरूमा चाहिँ लगानी गर्नुभयो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। ठिक छ, अब घर जग्गाको कुरा ल्याउनु भयो तपाईँले होइन। अलिकति नेपालमा कस्तो छ भने अहिले पछिल्लो समय यो कम्पनीहरू मार्फत पनि हजुर घर जग्गाको कारोबार गर्ने एकदम कम्पनीहरू पनि एकदम अहिले बढ्ने क्रममा छ। कस्तो छ त्यहाँ बसेर हेर्दाखेरि पहिले गर्ने कारोबारहरू र अहिले कम्पनी मार्फत गर्ने कारोबारहरूमा केही फरक पाएको त्यस्तो अनुभूति भएको छ कि छैन, केही त्यस्तो अलिकति आइडिया छ? मैले सुन्नमा चाहिँ आएको छ होइन। अब अहिलेको प्रविधि र विकास सँगसँगै अब जोडिनु पर्छ होइन। अहिले अब यो त राम्रो कुरो हो नि, अब जस्तै विभिन्न रियल इस्टेट कम्पनीहरू होइन खोलिएको छ भन्ने जस्तो लाग्छ होइन, यहाँ खोलिएको छ भन्ने सुनिन्छ होइन। त्यो त राम्रो हो। कस्तो भने उतातिर काम गर्दा गर्दै समय पनि त हुँदैन, साथीभाइसँग कहाँ बुझ्ने के बुझ्ने। अब जस्तै रियल इस्टेट कम्पनीहरूले चाहिँ विभिन्न सूचना जस्तै अहिले प्रविधिको प्रयोग गरेर जस्तै अब सामाजिक सञ्जालहरू होइन त्योहरूबाट पनि जानकारी मिलिरहेको हुन्छ र एकदमै विदेशमा बस्ने साथीहरूले चाहिँ अब छट्टै हेर्दा के त भने अब जस्तै फेसबुक टिकटकहरूमा होइन ठक्कै हेऱ्यो यो कहाँ रहेछ, यो कहाँ रहेछ, लोकेसन कहाँ ठ्याक सबै देख्नु हुँदो रहेछ। टाइम पनि धेरै हुँदैन हेर्दाखेरि ड्युटी हुन्छ, जब सुत्ने टाइम हुन्छ 1-2 घन्टाको टाइम बचेको टाइममा चाहिँ यसो कता कता हेर्ने त हो। अन्त हेर्दाखेरि सजिलो, उहाँहरूले चाहिँ सम्पर्क त्यो मान्छेसँग सिधा सम्पर्क गर्नु चाहिँ एकदमै सजिलो भएको जस्तो लाग्छ। अब नेपालमै आएर केही गर्ने छ कि के छ? हामी आउनु त नेपालै हो नि होइन, अवश्य आउनुपर्छ होइन। अब मेरो यस्तै योजनाहरू चाहिँ छैन होइन, तर तपाईँहरूसँग अहिले प्लान बनाइसक्नु भएको चाहिँ छैन। अब 1-2 वर्ष बसिन्छ होला, अघि नै भने नि मैले, अब विदेश हिँडिसकियो, अब यो समयमा अर्को देश कहाँ जाने। अनि आउँदाखेरि तपाईँको विदेश 5 वर्ष बस्नु भनेको नि त सर 15 वर्षपछि हो क्या। तपाईँको 5 वर्ष 10 वर्ष अब बसाइको हिसाबले अब 11 पछि 12-13 वर्ष भयो। 12-13 वर्ष सानो नानीहरू हेर्नु न। अब तपाईँको त्यहाँ म बसेको ठाउँमा पहिला मलाई भनेपछि सबैले चिन्थे होइन, त्यहाँनिर इभन अहिले देख्दाखेरि हाम्रो युवा अवस्थाको साथीहरू कोही पनि हुनुहुन्न क्या। इभन मेरै घरको कुरा गर्छु होइन, तपाईँ मात्रै होइन सर, हाम्रो एजको सबैजनाको समस्या त्यही भयो। अनि यो लेटेस्ट यो हिजोअस्तिको घटना हो होइन। म त्यहाँनिर घरमा छिर्दै थिएँ क्या, म रातिको समय थियो। अनि हामी दाजुभाइ एउटै फेस छ नि त। हजुर। अनि त्यसपछि गर्दाखेरि त्यहाँ हाम्रो घर मुनि भाडामा बस्ने साथीहरू क्या कुरा गरेको के कुरा चाउ यो घरवालासँग अनुहार मिल्छ भनेर कुरा गर्छ। मैले सुनिरहेको छु क्या। त्यहाँनिर हाम्रो उसमा भन्ने थाहा छैन बुझ्यो, अनुहार त मिल्छ भनेर भन्छ। अर्कोले यो कहाँ हो बाहिरी देशमा बस्छ गरे हिजो अस्ति आएको, म भर्याङमा छिर्दैछु त्यस्तो कुरा हुँदैछ क्या। अनि आफ्नै घरमा त्यस्तो हुन्छ हेर्नु न। एकदम एकदम यो विदेश जाने म मात्रै होइन सबैको समस्या त्यही हो। अब यहाँनिर अब चिनिनुलाई पनि टाइम लाग्छ, त्यही हिसाबमा अब ठिकै छ। उता अब बाटो छ होइन, त्यहाँ बस्ने बाटो छ, अब बसिन्छ 1-2 वर्ष बसिन्छ होला, पछि अब आउने फर्किने त नेपालै हो। ठिक छ। अब सम्भावनाहरू छन्, सम्भावनाहरू मैले देखिरहेको चाहिँ तपाईँहरू जतिको मान्छे चाहिँ नेपाल आउनै पर्छ, किनभने नेपाल पनि त बनाउनु पर्यो, पछि केही त योगदान नेपालभित्र बसेर नि दिन सकिँदो रहेछ होइन। होइन मैले सम्भावना देखेँ, मैले भने तपाईँहरूलाई हेरेँ होइन। अनि नेपालमा छ र छ भन्ने खालको कुरो, किनकि नेपाल आउँदाखेरि अरू बेलाको नेपाल भ्रमण र योपालिको नेपाल भ्रमण एकदमै अलिकति फरक देखियो। अब यहाँनिर अब केही परिवर्तनहरू भएको रहेछ होइन। तपाईँ यहाँनिर आउँछ नि यो बाटोहरू हेर्नुहोस् होइन, तपाईँको यो धरानबाट इटहरीतिर आउने बाटोहरू, यो जोगमुनि जाने होइन देखि लिएर यो पूर्व पश्चिम हाइवे नि बन्दै गरेको धेरै कुरा अलिक परिवर्तन त भएको छ। अब मान्छेले अब उतातिर हुन्छ नि नेपाल यस्तो नेपाल उस्तो भनेर, हाम्रो नेपाल हो होइन, सबैले माया गर्नुपर्छ। माया त आफ्नो देशको माया त अब लागि नै हाल्छ नि। यहाँभित्र भएको विकास
भयो होला नभए जति छिटो हुनुपर्ने त्यति भएनन् होला त्यो भएर हामीलाई आक्रोश पनि छ है आक्रोश त छिटो भइदिए हुन्थ्यो भन्ने चाहना पनि हो आक्रोश भनेको हो किनभने तपाईँ हामी एउटा आम स्वतन्त्र नागरिक आम जनता हजुर चाहिँ जुनै चिज पनि सुलभ तरिकाले हजुर उपभोग गर्नु पायो भने त्यही नै हो ठुलो कुरो एकदम होइन र एकदम अब त होला हुन्छ हुनुपर्छ होइन हजुर यी कुराहरू भयो भने नेपालीहरू विदेशमा बस्ने नेपालीहरू खुसी छैनन् सर एकदमै यी कुराहरू चाहिँ भयो भने तपाईँको म मात्रै होइन कि सबै नेपाली फर्किन्छन् अलिकति यहाँ थोरै केही वातावरण माहौल हजुर भयो भने होइन हजुर आएर नि के गर्ने भन्ने केही कुरा त माहौल त हुनु पर्यो फेरि हजुर हजुर व्यस्तताको बावजुद पनि नेपाल आएको समयमा अलिकति सानो टाइम छुट्याएर हामीलाई दिएर केही कुराहरू जानकारी पनि दिने मौका दिनुभयो साथै कोरियामा रहने सबै नेपालीहरूको लागि मेन भनेको चाहिँ यो जुन सेल्टरको लागि छ कति भोलि आवश्यक पर्दाखेरि यही भिडियो हेरेर पनि कतिजना हाम्रो त्यहाँ सेल्टरमा पुग्ने वातावरण पनि हुनसक्छ हामीसँग किनभने हाम्रो यो कम्पनीलाई चाहिँ हाउसिङ फाइललाई चाहिँ विदेशबाटै धेरैले हेर्नुहुन्छ माया गर्नुहुन्छ र त्यसमा पनि कोरिया चाहिँ एकदम माथि हुनुहुन्छ कोरियाबाट धेरैले अझ धेरै त्यो हुनाले यो कुराहरू त्यहाँ हामीले उहाँहरूले हामीलाई हेरिसकेपछि त्यहाँ पनि केही सानो कुराहरू जोडिँदाखेरि उहाँहरूलाई सहज हुन्छ कि भनेर यी कुराहरू सबै कुराहरू अलिकति हाम्रो यो कम्पनीभन्दा बाहिरका कुराहरू पनि जोडियो आएर थोरै कुराहरू जानकारी दिनुभयो त्यसको लागि धन्यवाद देश विदेश हामी बसेको ठाउँको बारेमा केही कुरा राख्ने अवसर दिनुभयो तपाईँहरूको आफ्नो आफ्नै बिजनेस छ बिजी टाइम छ होइन त्यसको लागि तपाईँहरूको होल युनिट टिम प्लस तपाईँहरूले गरिराख्नु भएको व्यवसायको पनि अझ सफलताको शुभकामना पनि